नमस्कार सबैजनालाई मिटनाज रेसिपीमा आज हामी बनाउन जाँदैछौँ काँक्रो र गाजरको अचार, जसमा चाहिने सामग्रीहरू काँक्रो, गाजर अनि यो लप्सीको पेस्ट हो। हामी थोरै आलु राख्दैछौँ यसमा। त्यसै गरी यो आलसको छोप हो। अब बनाउन जाँदैछौँ। अब मैले यो काँक्रोलाई सानो पिस गरेर काट्दैछु। आवश्यकता अनुसार हजुरहरू पनि आफ्नो साइज अनुसार काट्न सक्नुहुन्छ। काँक्रो सँगसँगै गाजरलाई पनि मैले काटेँ। यो गाजर अलि मसिनो लामो गरेर काटेकी छु। मैले दुईटा राखेँ, एउटा काँक्रोको लागि। अब यो गाजरलाई पनि काँक्रा भएको भाँडामा नै खन्याएँ। यसमा अब हामी आलु राख्दैछौँ। आलुलाई मैले सानो आलु 2-3टालाई मैले बोइल गरेर लिइसकेँ। अब यसलाई छोडाएर सानो पिस गरेर राख्दैछु। अब यसमा आलु पनि राख्न जाँदैछु। यसैमा मैले अब यो लप्सीको पेस्ट पनि राख्दैछु अमिलोको लागि। यो पेस्ट हामीले भात बटिनी तथा तरकारी बजारहरूमा पाउन सक्छौँ। यो एकदम मिठो छ। अनि छोपको लागि मैले अब यो आलस पनि राख्दैछु, फ्लेक्सिड। यसको सट्टा हजुरहरू सेतो तोरीको तिल पनि राख्न सक्नुहुन्छ। अब यसमा चाहिने आवश्यक सामग्रीहरू राख्दैछौँ, मसलाहरू, नुन मसलाहरू। हजुरहरूको स्वाद अनुसार नुनहरू राख्नुहोला। मैले नुन राखेँ, थोरै जिराको धुलो पनि राखेँ। अब यसमा खुर्सानीको धुलो राख्न जाँदैछु। कति पिरो खानुहुन्छ त्यो अनुसार राख्नुहोला। हामी धेरै पिरो खाँदैनौँ, त्यही भएर धेरै राखेका छैनौँ। अब मैले अचार छान्नको लागि सानो भाँडा बसालिसकेँ। यसमा अब तोरीको तेल राख्न जाँदैछु। तेल तातिसकेको छ। अब यसलाई म मेथी पुर्याउँदैछु। मेथी पनि फुलिसकेको छ। अब यसमा अब बेसार राख्दैछु। ग्यासलाई अफ गर्न सक्नुहुन्छ बेसार राख्ने बेलामा, नत्र बेसार डढ्न सक्छ, जसले गरेर अचार तितो हुन सक्छ। सफा हातले यसरी हातले पनि मोल्न सकिन्छ। साबुन पानीले धोएको हो। राम्रोसँग यसलाई मसलाहरू सबैतिर कोट हुने गरेर राम्रोसँग मोल्नुहोस् यसलाई। हजुरसँग सानो केराउ या मटरकोसाहरू छ भने राख्न सक्नुहुन्छ। मेरोमा आज थिएन, त्यही भएर मैले मटरकोसाहरू, केराउहरू केही राखिनँ। यो कस्तो हेर्दै मिठो खाउँ लाग्ने जस्तो भइसकेको छ। अब यसको माथिबाट मैले धनिया राख्न जाँदैछु। हजुरहरू पनि घरमा यसरी ट्राई गर्न सक्नुहुन्छ अचार बनाएर। थ्याङ्क यू।